अस्सलामुअलैकुम वरहमतुल्लाहि वबरकातुहू। यो जुन घटना धनुषामा बार बार धार्मिक अहिंसा जुन भड्किरहेको छ, यो किन हुन्छ, यसको पछाडि को छ अनि यसलाई कसरी रोक्न सकिन्छ भन्ने कुराहरूमा आजभन्दा धार्मिक स्थलमाथि जुन अट्याक भइरहेको छ, तोडफोड आगो लगाउने काम भइरहेछ, यो किन हुन्छ र यसको पछाडि को छ अनि यसको पछाडि जुन रहेको समूहहरूको के छ स्वार्थ, के चाहिन्छ, के छ उनीहरूको उद्देश्य अनि कसरी यो समस्याबाट बच्न सकिन्छ। आजभन्दा बहुत पहिला विष्णुगुप्त मौर्य कौटिल्य भन्ने एउटा चाणक्य नीति एउटा बुक लेखेको छ, उसमा लेखेको छ जब मान्छेमा विवेकको कमी हुन्छ, सत्य र असत्यको पहिचान गर्न सकिँदैन, तब त्यो मान्छेहरू, त्यो गुरुका मान्छेहरू, त्यो समूहका मान्छेहरू भावनामा छिट्टै बग्छ अनि दंगा फसाद गर्छ। यहाँ सबभन्दा ठुलो कुरा अविवेक, अशिक्षा आउँछ। जब मान्छे अशिक्षित हुन्छ, विचारको कमी हुन्छ, तब मान्छे डराउँछ अनि सजिलै लोभमा पनि पर्न सक्छ। जब मान्छे अशिक्षित हुन्छ, लोभमा पर्छ अनि डरमा पनि सजिलै पर्छ। जब मान्छे अशिक्षित हुन्छ, आफ्नो जातिप्रति घमण्ड आउँछ, म नै श्रेष्ठ हुँ भनेर। अनि जब मान्छे अशिक्षित हुन्छ, उसलाई आफ्नो पहिचानको पुग्छ, म नै ठुलो हुँ, किनकि उसँग शिक्षा छैन। ठुलो के हो? ठुलो सम्मानले, व्यवहारले मान्छे हुन्छ। जब मान्छे अशिक्षित हुन्छ, उनीहरूले भावनात्मक नाराहरू लगाउँछ। यो 3-4 वर्ष जुन सत्तामा बसेको छ, बढीमा 10-20 वर्ष, बढीमा 15 वर्ष जुन सत्तामा बस्न गइरहेको छ, यो 15 वर्षमा आएर धर्म खतरामा गयो। जब कि 6,000 8,000 वर्ष पुरानो धर्म छ, खतरामा परेन। यिनीहरू खुर्सीमा आयो, 5 वर्ष बस्छ, धर्म खतरामा कसरी गयो? यस्ता क्वेसनहरू कसरी गरिन्छ? जब मान्छे शिक्षित हुन्छ। अनि यो खुर्सीमा बसेकोहरूले धर्म खतरामा छ, तिम्रो जाति खतरामा छ, तिम्रो धार्मिक स्थल खतरामा छ भन्ने भावनात्मक नाराहरू निर्माण गर्छ। भावनात्मक कुराहरूमा उकास छ, भिड जम्मा गर्छ, भिडलाई उकास छ अनि तिमीहरूप्रति त्यो समूह, त्यो गुरु तिमीहरूको शत्रु हो भन्ने उकास छ अनि दंगा फसाद हुन्छ। अनि यो समस्याबाट कसरी बच्ने भन्ने कुरामा सबभन्दा प्राथमिक, सबभन्दा अगाडि रहेको कुरा हो शिक्षा। शिक्षा सबैभन्दा ठुलो, सबभन्दा भरपर्दो उपाय हो जसले सही र गलतको निर्णय गर्छ, जसले सम्मान गर्नुपर्छ, कसरी बस्नुपर्छ। अक्षर रूपी ज्ञान मात्र ग्रहण गरेर भएन, त्यसलाई व्यवहारमा उतार्नुपर्छ, विवेकले सिक्नुपर्छ, विवेकी हुनुपर्छ, त्यो सही र गलतको डिसिजन लिन सक्ने क्षमता हुनुपर्छ। त्यस्तो ज्ञान, त्यस्तो व्यवहार, त्यस्तो नैतिक हुनुपर्छ सबैमा। अनि जब मान्छे शिक्षित हुन्छ, उसले थाहा पाउँछ धर्म के हो। धर्म मानवताको पाठ सिकाउँछ, एक अर्कासँग सम्मान व्यवहार गर्ने, एक अर्काको आदर सम्मान व्यवहार गर्ने, न्याय गर्ने, आफ्नो कर्तव्य पुरा गर्ने भन्ने कुरा धर्मले सिकाउँछ। न कि धर्मले हिंसा घृणा सिकाउँछ। धर्मले शान्तिको बाटो हेराउँछ, समाजमा कसरी बस्ने, कसरी एक अर्काको सम्मान गर्ने भन्ने कुरा सिकाउँछ। अनि धर्मले उपदेश दिन्छ, तिमी यदि धनी छौ भने, तिमी यदि धनवान छौ भने, तिमीसँग धन छ भने तिम्रो धर्ममा अरूको पनि अधिकार छ, गरिबहरूको पनि अधिकार छ। तिमीहरूलाई आफ्नो कमाईको 2% 3% तिनीहरूलाई पनि देऊ, सदका देऊ, खरा देऊ, तिनीहरूलाई पनि खुवाऊ, खाना लान बस्नको लागि व्यवस्था गरेर देऊ। जब समाजमा गरिबी हुन्छ, अशिक्षित हुन्छ, त्यो समाज, त्यो समूह, त्यो जाति सजिलै भड्किन्छ, अगाडि बढ्छ। त्यही भएर समाजमा आर्थिक न्याय पनि हुन्छ। जब मान्छे गरिब हुन्छ, गरिब मान्छे सजिलै भड्काइन्छ, सजिलै भड्काउन पनि सकिन्छ। अनि समाजमा रोजगारी जब सृजनित हुन्छ, जब मान्छे रोजगारमा लागेको हुन्छ, पेट भरेको हुन्छ भने मान्छे कहिले पनि भिड भड्का दंगा फसादमा कहिले जाँदैन। त्यही भएर यो धार्मिक, यो नेताहरू जुन हुन्छ, यो धर्मको जुन नाममा राजनीति गर्छ, तिनीहरूले समाजमा बेरोजगारी राख्छ, ल्याउँछ अनि अशिक्षा ल्याउँछ, अशिक्षित समाज पारिराख्छ। न त कहिले विद्यालय बनाउँछ। तपाईँ हेर्नु, कहिले पनि कुनै पनि नेताहरूले म विद्यालय बनाउँछु जहाँ सबैले शिक्षा पाउन् भनेर कहिले पनि घोषणा गरेको छ? तपाईँले हेर्नु भएको छ? कहिले पनि कुनै पनि नेताहरूले धार्मिक स्थल बनाउँछु जहाँ मान्छेहरूले धर्मको ज्ञान सिकोस्, धर्मले मान्छेलाई हेर्न बाटो हिँड्न सिकाउँछ, धर्म कसरी बस्ने, समाजमा कसरी बस्ने सिकाउँछ, त्यो छैन। न त विद्यालय बनाउँछ, न त केही गर्छ, न त केही मदरसा बनाउँछ, केही गर्दैन, मात्र त्यही काम गर्छ जसबाट समाजमा अशान्ति आउँछ अनि उनीहरूले आफ्नो स्वार्थ पुरा गर्छ, आफू कुर्सीमा बस्छ। पैसा, सबभन्दा ठुलो कुरा हो पैसा। पैसाको लागि, आफ्नो स्वार्थको लागि, आफ्नो मात्र सोचेर स्वार्थ पूरा गर्नको लागि यस्तो घटनाहरू घटाइन्छ। त्यही भएर चाणक्यले अन्तिम वार्निङ दिएको छ, राज्यभन्दा बाहिरको शत्रुभन्दा भित्र रहेको अज्ञानी जनता
सबभन्दा घातक हुनेछ त्यो राष्ट्रको लागि, त्यो देशको लागि, त्यो परिवेशको लागि, किनकि त्यो अज्ञानी हुन्छ। त्यही भएर सबैले शिक्षित गर्नुपर्छ, शिक्षा सिकाउनुपर्छ। हेर्नु छिमेकी मुलुकमा, छिमेकी राष्ट्रमा, छिमेकी देशमा हेर्नु विद्यालयहरू बन्द गरेको छ। विद्यालय बन्द गरे, जुन काङ्ग्रेसले सुरु गरेको थियो कि विद्यालय जाउँ, विद्यालयमा गएर शिक्षा हासिल गरौँ, तर यो सरकारले विद्यालय नै बन्द गरेछ। किनकि त्यही